एक्सक्यूज मी, यो तपाईँ गाडी हो? मेरो त घर कसको छ त्यो गाडी? तेरो ओनर परेको ड्राइभर आएछ बुझिस? भाइ अलिअलि पैसा दिन्न यार। पैसा छैन जा। पैसा छैन? तसो कसले मागेछ? भान्नु नि यार, मसँग पैसा छैन यार। विचार गरेर बोल बुझिस? भाइ भेरी 10 बजिसक्यो, गाडी नै आउँदैन थियो यार। के 10 बजिसक्यो? ओ माई गॉड, इट्स माई लन्च टाइम म्यान। अब माग्नेको लन्च टाइम। भाइ ड्राइभर माग्नेको आइफोन गाडी लिएर चाहिँ। हेलो बस। के को हलो नि? 10 बजे मेरो लन्च टाइम हो। फोन गर्नु पर्दैन मलाई? सरी बस। एक्सक्यूज मी, यो तपाईँ गाडी हो? मेरो त घर कसको छ त्यो गाडी? तेरो ओनर परेको ड्राइभर आएछ बुझिस? ए पार्टनर जाऊ जाऊ। जियो पनि तपाईँको पार्टनर हो? पार्टनर 25% सेयर छ यसको यो कम्पनीमा। या यस्तो हट्टाकट्टा भएर पनि पैसा कमाउन कस्तो नि सोच हो क्या तपाईँहरूको यार? के रे? जापानिज टाइपको सोच भनेको के सुन्नुभयो? निज होइन नि, लगानी नगरी पैसा मात्रै कमाइ हुने जापानिज स्टाइलको सोच भनेको के? यसले कति जापानिज भने के? कति जापानिज भने म त पागल हुँदैछु। दाजु, उहाँ किन जापानको नाम सुन्ने आदि बोल्नु भएको? के हुनु नि, उहाँले विगत 4 वर्षदेखि जापानिज ल्याङ्ग्वेज पढ्दै फेल हुँदै त्यही भएर फ्रस्ट्रेट भएर उहाँले यो बिजनेस अप्नाउनु भएको। तपाईँले जापानिज भाषा पढ्नु भएको छ? हो नि। त्यसो भए जापानिज नमस्तेलाई के भन्छ भन्नु त? नमस्ते चोरले भन्छ। ए तिरिका, तपाईँले त मगर भाषा सिकाएछ नि। राम्रो जापानिज ल्याङ्ग्वेज सिकाउने ठाउँमा पढेको भए एकचोटि पास भइहाल्थ्यो नि। तँलाई कतै जापानिज ल्याङ्ग्वेज राम्रो सिकाउने ठाउँ थाहा छ? मलाई थाहा छ नि। कहाँ? यही बानेश्वरमा रहेको सान मरिना एजुकेसन कन्सल्टेन्सीमा जापानिज ल्याङ्ग्वेज एकदमै राम्रोसँग सिकाउनुहुन्छ नि। हजुर, यदि तपाईँहरू पनि राम्रो जापानिज ल्याङ्ग्वेज पढेर जापान जान चाहनुहुन्छ भने बानेश्वरमा रहेको सान मरिना एजुकेसन कन्सल्टेन्सीलाई सम्पर्क गर्नुहोला। टिचरहरू पनि जापानबाटै फर्किनु भएका एक्सपिरियन्स हुनुहुन्छ र अबको अपकमिङ इन्टेक भनेको जुलाई र अक्टोबरको लागि छ। हाइली एक्सपिरियन्स डकुमेन्ट अफिसरहरू हुनुका साथै 100% भिजा सक्सेस रेट छ टिल नाउ। सान मरिनाको नेपालमा हेड अफिस 3 कुने र ब्रान्चहरू न्यू बानेश्वर र दाङ घोराईमा रहेको छ।